हेलो गाइस, सबैलाई नमस्ते छ। तपाईहरुलाई आज एउटा सानो मिनी भ्लग बनाएर हाल्दैछु। आज चाहिँ हामी सबैजना मिलेर टल्केबरबाट जनकपुर हुँदै जलेश्वर महादेव दर्शनमा जाँदैछौँ। तपाईहरुलाई स्वागत छ। हेर्नुहोस् है सबैजनाले कस्तो लाग्छ, साथ सपोर्ट दिनु होला। यो चाहिँ मेरो पहिलो भ्लग बनाउँदैछु। खासै बोलेर भिडियोहरू बनाउन त आउँदैन, त्यही पनि आज फर्स्ट ट्राई गर्दैछु। कस्तो लाग्छ सबैले लाइक कमेन्ट सेयर पनि गरिदिनु होला र सुझाव पनि दिनु होला। ल हामी चाहिँ अहिले ढल्केबरबाट लाग्यौँ जलेश्वरको लागि। हामी चाहिँ जनकपुर हुँदै जलेश्वरको लागि हिँडेको छौँ। अब गाडी चाहिँ विङ्गर गाडीमा जान लागेको। विङ्गर गाडीमा सर जाँदैछौँ हामी सबैजना। अब त्यहाँ जनकपुरसम्म चाहिँ विङ्गरमा जाने, त्यसपछि त्यहाँबाट केमा हुन्छ, सायद बसमै हुन्छ होला, त्यो पनि देखाउँला। अहिले चाहिँ हामी महेन्द्रनगर बजार आइपुग्यौँ। ल महेन्द्रनगर पनि अब कट्न आँटियो। ल है साथीहरू हेर्नुहोस्, अब एउटा भाटभटेनी नेपालमा जेनजी आन्दोलनमा सकुशल बचेको एउटा भाटभटेनी छ, यो पनि हेरिहालौँ। भ्यायो भने यहाँ पनि पस्ने कि भन्ने कुरा चाहिँ छ, हेरौँ। अब शहीद गेट कटियो, शहीदद्वार जनकपुर प्रवेशद्वार पनि भन्दा भयो। ल हामी चाहिँ अब लगभग जनकपुर पुग्यौँ है साथीहरू, हेर्दै जानु। अब खासै राम्रो त छैन भिडियो, तै पनि अब सबैले हेर्नु होला राम्रो मानेर। अब हामी चाहिँ पेडारी चोक पुग्न आँटियो, पुग्न होइन पुग्यो। ल है, अब यो ट्रेनको लिक छ। अब ट्रेन चाहिँ कति बेला आउँछ थाहा भएन, जे भए पनि आउँछ होला आफ्नो टाइममा। अब हामीले चाहिँ आज यसको अवलोकन गर्न भ्याइएन। टाइम मिलेछ भने अर्को दिन फेरि ट्रेनमा पनि चढ्नेछौँ। हामी चाहिँ रामानन्द चोकमा आइपुग्यो। ल है, अहिलेको रामानन्द चोकमा आइयो। अब रामानन्द चोकबाट अगाडि जलेश्वरको लागि बढ्यो, 0 माइल पनि पुग्यो। अब बसमा जाने भनेको, बस पनि अब बस र यो अटोमा एउटै पर्ने रहेछ। त्यही भएर अब अटोमै जाने भन्ने कुरा भयो। सर र सजिलो बन्यो नि, आफ्नो फ्यामिली मात्रै। सर र हामी चाहिँ अब जनकपुर बस पार्कबाट लागियो जलेश्वरतर्फ है साथीहरू। अब जनकपुर अटोमै गयो, अटोमा नि सजिलै हुँदो रहेछ। अब हामी चाहिँ लगभग जलेश्वर पुग्न आँटिसकेका छौँ साथीहरू, हेर्नुहोस् है। अब त्यहाँ पुगेर अब जाने दर्शन गरिन्छ। ल है, अब चाहिँ हामी जलेश्वर मन्दिर पनि पुग्यो। ल हेरौँ है साथीहरू, दर्शन गरौँ सबैजना मिलेर। अब हामी चाहिँ ठाउँमै पुग्यो आजको लागि। तपाईहरु नपुगेको भए पनि भिडियोमै भरे पनि दर्शन गर्दा भइहाल्छ। यहाँ आइसकेपछि मन चाहिँ यति आनन्द हुन्छ नि। पहिला पनि गइरहन्थ्यौँ हामी चाहिँ, पहिला सँगै त्यहीँ बसेको भएर पनि होला। यो पोखरी अहिले माछाहरू पनि रहेछ। यो कमलको फुलहरू राम्रो भएको रहेछ, तर फुल्न चाहिँ फाटाफुटा मात्रै रहेछ। जलेश्वर महादेवको मेन मन्दिर, स्वयम्भू महालिङ्ग दर्शन गरियो। जलेश्वर महादेव। ल अब दर्शन पनि सकिहाल्यो। अब बाहिरतिर पनि मन्दिरहरू यसो घुमौँ, दर्शन गरौँ भनेर। यसपालि चाहिँ अहिले राम्रो यो नेपाली भैरव सेनाको गणहरूले राम्रो मन्दिरहरू पनि राखेको रहेछ, मूर्तिहरू। त्यो पनि बाहिर राम्रो छ। त्यहाँ पनि दर्शनहरू गरियो सबैजना भएर। अब दर्शन सर्शन पूजा पाठको कार्यक्रम पनि लगभग अब हाम्रो सकियो। अब चाहिँ हामी बिस्तारै निस्किने भन्ने सुरसारमा छौँ। निस्किनु पनि पर्यो, फेरि फर्किनु पनि छ, टाढा छ। अब यो सबै काम सकेपछि पूजापाठ दर्शन जहाँ जोगिने ठाउँमा गए पनि लास्टमा गर्ने भनेको त हामीहरू सबैजनाले त्यही हो, सेल्फी फोटो त लिनै पर्यो। 2-4 टिकटक त बनाउनै पर्यो। टिकटक बनाउनु, टिकटकमा हामी चाहिँ 1-2टा फोटो ट्याग पारिहाल्यौँ। अब फोटो त खिच्नै पर्यो, 1-2टा त चाहियो नि। अब नेपालीहरूको बानी नै हो नि त हाम्रो फोटो लिने त। बाबुहरूको नि खिच्यो, हामी ग्रुपमा नि हान्नु भन्दा हानिहालियो। एउटा सेल्फी पनि मारियो। अब सेल्फी त हान्नै पर्यो, चस्मा लाउनेले लगाए, हामी नहुनेको त छैन। बुढाबुढीले एउटा पोज दिइहालौँ त भने दिइहालियो। एउटा सिङ्गल त हान्नै पर्यो नि, त्यो पनि हाल्ने हो। बुढाबुढीको सेल्फी पनि हान्ने। ल है गाइज, आजलाई यति नै, बाई बाई।